रोशन भाइ आजबाट सुरु भएको हो आजदेखि हाम्रो प्रथम दिन रहेको छ यो क्याम्पिङ हकिन हिल्समा आज जुलाई 24 हैन त जुलाई भर्खर यो खसीको भेराइटीदेखि सुरु भइरहेको छ आन्द्राभुँडी खाइदिन्छ हुन्छ भाइ डेट मिलो म लिएर आउँछु ओके म लिएर आउँछु दाजु हजुर भइरहेछ नि भाइ आज दुई शब्द जाऊ यो एउटा हाम्रो सेन्ट्रलाइट फ्यामिली पिकनिक होइन गत सालदेखिको हामीहरूको यो सेन्ट्रलाइटको क्याम्पिङ निरन्तरता आज सेकेन्ड इयरको फर्स्ट डे हामीहरूले भर्खर सुरु गर्दैछौँ र खुसी लागेको छ सबैजनाहरू इन्जोय गर्दै हुनुहुन्छ लक्की पनि इन्जोय गर्दैछ ल हेर्नु त लक्की यहाँ दुई दिनको हो नि दाजु हजुर 3 दिनको नि 3 दिनको कार्यक्रम राम्रो बिजी गर्ने हो भाइ साङ्गीतिक कार्यक्रममा को आउँदैछ कार्यक्रममा लाइभ हुँदैछ हामीहरूकोमा वरिष्ठ गायकहरू आउँदै हुन्छ क्षति प्राप्त नेपालबाट पनि हुनुहुन्छ भोलिको कार्यक्रमलाई भोलिको चाहिँ हामीहरूको हामी लाइभ गर्नुपर्छ भन्ने एकदम सङ्गीतमय छ भोलिको चाहिँ ल हस् थ्याङ्क यू सर चाहिँ सङ्गीतको त सर त उस्तादै हो दुई शब्द जाओस् न त धन्यवाद त्यस्तो ठुलो उस्ताद होइन उस्ताद भन्नुभयो त्यो हाइटसम्म देख्नु सकिँदैन तर म त्यस्तो छँदै छैन म तातै गर्दैछु यद्यपि आजको यो कार्यक्रम क्याम्पिङ यानि कि पिकनिक सेन्ट्रलाइट केयर एजेन्सीको तर्फबाट विशेष गरी ओनर्सहरू आदरणीय दाइ खडा दाइ रोशन भाइ लगायत लगायत सम्पूर्ण एउटा एक आपसमा जान्ने एउटा मौका जसमा पिकनिक मार्फत होइन गेट टुगेदर मार्फत चाहिँ उहाँहरूले एउटा प्रोभिजन दिनुभएको छ यो इयरली हो पोहोर पनि गरेका थियौँ हामीले अमेजिङ भएको थियो यसपालि अझै हाइटमा पुग्छ भन्ने मैले विश्वास गरेको छु र यो कार्यक्रम आयोजना गरेर हामी सबैलाई एउटा सरप्राइज दिनुभएकोमा म सेन्ट्रलाइटप्रति आभार प्रकट गर्दछु वास्तवमा सेन्ट्रलाइट प्रति सम्पूर्ण हामी ऋणी छौँ भन्ने पनि हो 5 मिनेटमा हामी सक्यौँ ल गर्दै आएको जुन एउटा कार्यशैली छ त्यो सकारात्मक छ सराहनीय छ सबैजना इम्प्लोइहरू खुसी हुनुहुन्छ यहाँहरूप्रति र यस्ता कार्यक्रमहरू चाहिँ आगामी दिनहरूमा नि गरिराखेदेखि यसले एउटा ठुलो इम्प्याक्ट कम्युनिटीलाई पारिसकेकै छ होइन तर अझ धेरै सुन्न सुगन्ध हुन्छ भन्ने कुरामा आशा म चाहिँ व्यक्त गर्दछु र यो कामना गर्दछु उहाँहरूलाई यस्ता हजारौँ चाहिँ गेट टुगेदर गर्न एउटा साथ सहयोग र सपोर्ट इन्सपिरेसन मिलिराखोस् र उहाँहरूको एजेन्सी पनि आगामी दिनहरूमा अझै धेरै चाहिँ सक्सेस फ्रुटफुल र बृहत कामहरू गर्न सकोस् र अमेरिकाभरि उहाँहरूको चाहिँ एउटा नाम प्रतिष्ठा छाओस् भन्ने कामना यसमा आजको विशेष कार्यक्रम के छ भने हामीसँग पोन्ड छ नानी लगायत हामी ठुलो मान्छेहरू पनि सबैजनाले यसमा इन्जोय गऱ्यौँ त्यसै गरेर हामीलाई आवश्यक पर्यो भने फिसिङको लागि हामीसँग अलरेडी ठुलो पोन्ड छ तल अनि यो घर यसमा हामी 60-70 जना हामी पूर्ण रूपले हामी आत्मा सक्छौँ भन्ने सम्पूर्णलाई जानकारी दिँदै नानीहरू खेलिरहेछन् हटटप यता छ यहाँ यस्तो छ अनि त्यसै गरेर बहिनी के खाँदै हुनुहुन्छ आज कहाँ छौँ हामी क्याम्पिङमा कस्तो हुँदैछ राम्रो छ मजा भइरहेको छ के शुभकामना 2 शब्द सबैजना सँग भेला भएर क्याम्पिङहरू गर्दाखेरि एकदम राम्रो भएको छ होइन तपाईँहरूलाई जो शुभकामना अब चिन्ने मौका पनि पाएको छ त्यही हो थ्याङ्क यू धन्यवाद हाई गरिदिनु गेमको लागि यहाँ ठिक छ
भाइले इन्जोय गरिरहनु भएको छ भाइ के पाकिरहेको छ भाइ योलाई सुँगुर भन्छ दाजु होइन हाम्रो भाषामा चाहिँ तर खैरको भाषामा चाहिँ पोर्क भन्दो रहेछ होइन हाम्रो भाषामा चाहिँ सुँगुर भन्छ थ्याङ्क यू फर वर्किङ हार्ड राम भाइ अब हामी जाँदैछौँ हामी सम्पूर्णको आदरणीय पिताजी हुनुहुन्छ यहाँ पिता नमस्कार नमस्कार हजुर नमस्कार आज हामी कहाँ छौँ अब यो ठाउँ चाहिँ म यहाँ भन्न सक्दिनँ हकिङ हिल्स भन्छ यसलाई यहाँ हिसाब किताबले मैले अघि गाडीमा आउँदा चाहिँ 3.5 घन्टामा आइपुग्यो त्यसले गर्दा यो ठाउँ चाहिँ कोलम्बसको कसले हेरेको हो नि यो हेर्ने मान्छे को हो अनि यो भाइहरूले यहाँ गरेको र यहाँ मान्छेहरूलाई बाँडफाँड गरेको देख्दाखेरि म असाध्यै लागेँ धन्यवाद तपाईँलाई दुई शब्द शुभकामना दिनु होला मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरिकाक्षय मङ्गलाय तनवारी सबैलाई मङ्गलमयको शुभकामना चिन्तन गर्दै सबैले काम गरेका भाइ बहिनीहरू जति उमेरदारी साना मसिना भाइ बहिनीहरूलाई पनि म सबैलाई राम्रोसँगले आजको पिकनिक शुभ भएर पर्सि घर सुविस्ताले फर्किनलाई चाहन्छु धन्यवाद थ्याङ्क यू धन्यवाद हजुरलाई र यहाँ यसरी कार्यक्रमहरू चालु भइरहेछ अब यो सँगसँगै अब म यस कार्यक्रममा दुई शब्द राखिदिनु हुन यस म्याडमलाई यहाँ राखौँ म्यानेजमेन्ट टिमका अध्यक्ष काशी अधिकारीलाई दुई शब्द के छ सर सम्पूर्णमा एकदम नमन एकदम रमाइलो छ 2026को सेन्ट्रल लाइटको क्याम्पिङ आज पहिलो दिन सबैजना हामी भेला भएका छौँ एकदम रमाइलो गर्नेछौँ हामी अब यहाँ दुई शब्दमा शुभकामना दिनु होला र सम्पूर्ण यहाँ जति पनि आउनु भएको छ हामी घरभित्रका परिवार छौँ र जो मिस हुनुभएको छ वी मिस सो ब्याडली र एभ्रीवान all the families are welcome and we are enjoying the blast of 2026 Central Light Camping. थ्याङ्क यू Okay, baby. भाइहरू हाई सबैजनालाई हाई भन्नु अब यहाँ गेमको लागि हामीसँग सम्पूर्ण सामानहरू यहाँ छ टिटी छ पुल छ त्यसै गरेर क्यारम बोर्डदेखि लिएर भोलि हाम्रो शुभ 8 बजीदेखि हाम्रो कार्यक्रमहरू जारी रहेको सम्पूर्णमा जानकारी गराउँदै यो हाम्रो घर हो यस घरमा सबैजनालाई वेलकम छ शुभकामना छ मणि भाइलाई नमस्कार के छ दाइ अथवा के छ भाइ कार्यक्रम कस्तो हुँदैछ कार्यक्रम एकदम अलिक ढिलो आउनुभयो तेरिका दाइ ढिलो होइन तपाईँ छिटो आउनुभयो दुई शब्दमा शुभकामना दिनु होला कसले सेन्ट्रल लाइट परिवार हजुर आई एम रियली ग्रेटफुल टु बी सेन्ट्रल लाइट फ्यामिली अब मैले चाहिँ लास्ट इयर चाहिँ हामी 3जना परिवार मात्रै थियौँ यो साल मेरो ससुरालीको होल परिवारै आउने सल्लाह कार्यक्रममा हामी गुनासो छौँ बिरामी के कारणले आउनु पाउनु भएन तर पनि ससुरा बा सासुरामा आउनु भएको छ एकदम सेन्ट्रल लाइट टिम मा आबद्ध हुन पाएको कारणले गर्दा एकदम खुसी आभारी व्यक्त गर्न चाहन्छु थ्याङ्क यू भाइ थ्याङ्क यू अब सेन्ट्रल लाइटको मदर भनेर चिनिने हाम्रो सावित्री आन्टी हुनुहुन्छ के गर्दै हुनुहुन्छ म के गर्दैछु भन्दाखेरि हामी भेज परियो यो पालिको पिकनिकमा त्यही भएर हामी एकदमै रमाइलो गर्दैछौँ दुई शब्दमा शुभकामना दिनुहुँदा कसरी दिनुहुन्छ दुई शब्दमा दिनु पर्दाखेरि हाम्रो सम्पूर्ण सेन्ट्रल लाइटको फ्यामिली भन्नाले मेरो मात्रै रुचाउँदिनँ जति इन्क्लुडेड इम्प्लोइ हुनुहुन्छ सबैजना फ्यामिली सबैजनाले समय दिएर आजसम्म खटेर कम्पनीलाई एकदमै सपोर्ट गरेर काम गरिरहेको भएको एकदमै खुसी छौँ हजुरले पनि दुई शब्द बोल्ने मौका दिएकोमा हामी 4 दिनसम्म बस्ने हो नि हामी 4 दिनको छ हाम्रो यहाँनिर टोटल फ्यामिलीको हामी कतिजना छौँ भन्ने कुरा त्यो चाहिँ मलाई अलिक जानकारीमा अलिक धेरै भएकाले गर्दा थाहा भएन 15 फ्यामिली र त्यही हामीले 120 जना हो नि त हो नि हजुर एकदमै ल यहाँलाई धेरै धेरै धन्यवाद
थ्याङ्क यू सम्पूर्णको सेन्ट्रल लाइटको मात्रै होइन सम्पूर्णको मदर सरी काम गरिरहनु भएको छ यहाँप्रति हाम्रो पनि धेरै अपेक्षा छ अब भोलिको दिनमा अझै राम्रो हुँदै जाओस् अनि हाम्रो सेन्ट्रल लाइट फ्यामिलीको यङ मेम्बर भनेर हामीले चाहिँ कसलाई चिन्छौँ भन्ने कुरा चाहिँ यहाँ ह्यान्डसम गाई हाम्रो आरब दाललाई चिनिन्छ र नआउने भन्ने मान्छे पनि आज आएको हुँदाखेरि खुसी कति खुसी धेरै खुसी अब बाहिर गएर के छ बहिनी खोइ मन्दिरा ओके अब यहाँबाट चाहिँ फेरि आइम गोइङ ब्याक आउटसाइड भाइ के खेलेको दिस माई सन टिच हिम चिटी ओके दिस ह्यान्डसम गाई इज ट्राइङ टु लर्न लट अफ गेम्स क्यामेरा खिच्दै हुन्छ मैले उहाँलाई खिचिरहेको छु कसी पनि आउँछ कसी कम हुन्छ क्या म त यो ठुल्लाइको लागि मात्रै आएको नआउने रोबिनको भयो रोबिनको आलैलाई त म मारेको त्यसमा म यहाँ छु दाइ द इट इज दिस इट इज हामीले यो टेबल Okay, ready? 1, 2. Let me press the photo with his wife. Good? Okay. Dami, by coming over here, man. By you. 8 point. Okay. Josna sees the first from that. Let me see the second round. Come. Let's see the second round. Good, Josna. Good. Okay, second round. Josna sees the winner from the first. Now let's do the second round. Level start. Control. Designing this game going on. Then the sunset game. Okay, this is the second round. Let's take the winner from this, and the winner will play against Josna. Okay. Okay, ready? Now make sure you get your hands down, please. You gotta keep your hands straight, and spoon in your hand, not in your mouth. Okay. Four, 7. Game. 4-7. Rosenbai 3 point le 4-8. Half point ma back hununcha ta bhai. Lodi 5-8. Hydration. Log 1. Smash हावामा उडेको छ 1-all. 1-2.
राज राम्रो छ तपाईहरुको हामी हेर्दैछौँ मात्र भाइ क्यामेरा क्यामेरा I didn't even shower in the first place. हामीले जित्ने टिम भेट्यौँ भने कहाँ छ भाइ जित्ने टिम आऊ जित्ने टिम कसरी भनेको ब्रेकफास्ट ठिक छ भाइ हैन दिदीलाई